हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल र आज पनि मैले चाहिँ सेलरोटी बनाएको भिडियो लिएर आएकी छु र यो चाहिँ स्पेसल्ली हाम्रो तिहारको लागि हो। हामी तिहार चाहिँ मनाउँदैनौँ, त्यही पनि हल्का केही मिठो मसिनो चाहिँ बनाएर खाने प्लान गरेको साथीहरूसँग। सो रोटी बनाइरहेको छौँ। रोटी भन्दा पनि सेलरोटी चाहिँ बनाइरहेको छौँ हामी चाहिँ। र खासमा मैले चाहिँ होइन, मेरो साथीले चाहिँ सेलरोटी पोलिरहेकी छिन्। हाम्रो परदेशको तिहार हो। अब खासै राम्रो त मनाइँदैन, अब टिका सिका पनि लगाइँदैन किनभने साथीहरूको अब टिका लगाउनु हुन्न। सो हामी चाहिँ सेलरोटी बनाएर खाने अनि केही बिरयानी सिरयानीहरू बनाएर खाने भनेर हामी चाहिँ सेलरोटी बनाइरहेको छौँ। यहाँ चाहिँ मेरो साथी हो र उसले चाहिँ सेलरोटी बनाइरहेकी छिन्। कस्तो छ साथीहरू, सेलरोटी हेर्दाखेरि त एकदम राम्रो छ र हामीले त खाइ पनि सक्यौँ किनभने यो मेरो चाहिँ लेट हुने भयो भिडियो। गाइज मैले चाहिँ भिडियो एडिट गर्न अल्छी मानेर लेट पोस्ट गर्दैछु। त्यही पनि साथीहरू कस्तो लाग्छ मेरो भिडियो हेरेर केही प्रतिक्रिया दिनु होला, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। परदेशको ठाउँमा पनि बल्ल बल्ल 1 वर्षमा आएको यो चाडलाई चाहिँ हामीले चाहिँ मनाउने कोसिस गरेको र यो चाहिँ हाम्रो चाहिँ बिरयानी हो। हाम्रो चाहिँ एक बिरयानी हो, अन्डा बिरयानी हो हेर्दा चाहिँ। अनि यो चाहिँ हाम्रो अचार हो, आलु र काँक्राको अचार बनाएको छु यो चाहिँ मैले। अनि यो चाहिँ हाम्रो बिरयानी। साथीहरू यो चाहिँ चिकन गिजार हो, हेर्नु। फाइनली साथीहरू पनि आइपुग्नु भयो र हामीले चाहिँ यहाँ खाना पस्किँदै गरेको। मैले चाहिँ खाना पस्किँदै गरेको, तर भिडियो बनाउने मान्छेले चाहिँ मलाई नै देखाइदिएन। म चाहिँ खाना पस्किँदैछु। हाम्रो खाना चाहिँ यस्तो छ साथीहरू। कस्तो लाग्छ हजुरलाई मेरो भिडियो हेरेर प्रतिक्रिया दिनु ल, कमेन्ट गर्नु। दुःख गरे बौसीलाई तीनजनाले दुःख पाए दिम ल जतिको मिठो छैन यो चाहिँ। अब भयो कति बनाएको खाऊ न सारै यता न बौसीलाई पिटिया चिस्कोली नेपिया पिटिया चिस्कोली मैले देऊ न अब गर्न आले म त खाकै छैन पुरै जनक दिदी 9 घण्टा बीचमा त्यो 2 घण्टा त्यो पनि अब गर्नै पर्यो नि। गर्न पर्दैन नि पछि गर्नै हैन हाम्रो गर्ने नै होइन बिचाको ब्रेक त गर्ने हैन गर्दैन 6 घण्टा हो 8 घण्टा 8 घण्टा 2 घण्टा यो रातोको लागि पछि लगायो पकाए पछाडी पकाएपछि गाइज अनि यो चाहिँ रिभ्यू ल। साथीहरू मेरो भिडियो हेरेर कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु ल, लाइक सेयर सब्सक्राइब पनि गरिदिनुहोस् ल। बाई बाई।